नमस्कार सम्पूर्ण धर्मप्रेमीहरूमा। भगवान बुद्धले अनित्यको विषयमा महापरिनिर्वाण सूत्रमा यसरी भन्नुभएको छ, केवायो न छिवायो धारवायो न गुपायो लाङसो द्याङ निताक्ते धारी धोक्याङ नेगी ठोक छोई छ्याङ सी ठोक ताक्पी छुनी कायमे। अर्थात् जन्म छ भने मृत्यु छ, उत्थान छ भने पतन पनि छ। यो यौवन पनि अनित्य भएको कारणले सुन्दर रूप रङ पनि रोग व्याधिले खोसिजान्छ। जीवित आयु पनि मृत्युले खोसिदिन्छ। अन्ततः नित्य वस्तु कुनै पनि छैन भनी भन्नुभएको छ। त्यसैले हाम्रो यो मानव चोलालाई मरण अनित्य क्षणिकता हो भनी विचार गरी सद्धर्म सत्कर्ममा लाग्नु अत्यन्तै जरुरी देखिन्छ। नमो बुद्धाय।